हाम्रो टक्क एक्जाम सक्यो अनि हामी चाहिँ बस्नुपुर घुम्न आएको हैन केटाहरुसँग टक्क लाएर है हाम्रो टक्क एक्जाम सक्यो अनि हामी चाहिँ बस्नुपुर घुम्न आएको हैन केटाहरुसँग टक्क लाएर है मिलेर है सबै बसन्तपुर घुम्न आएको आज अन्तिम दिन छ हाम्रो पेपर पनि सजिलै गएको थियो आज सजिलै थियो हाम्रो सेन्टर चाहिँ न्योखामा रहेको कन्या मन्दिरमा रहेको थियो चक्क एक्जाम दिएर हामी चाहिँ लाग्यौं आज फाइनल एक्जाम दियो आज मस्त दियो हैन फाइनल एक्जाम सकियो क्वेशन इज लाइक नर्सरी युकेजी पेपर हैन अरु के भन्नु सो ह्यापी सो मच अब हामी अब भोलि पर्सिबाट आफू पनि बाटो लागिन्छ अब 4 वर्ष सँगै बसियो त्यस्तै छ यो चाहिँ यो व्हाइट हाउस नि राखौँ हैन बसन्तपुरको व्हाइट होटल नि र व्हाइट हाउस संग्रहालय हैन संग्रहालय भइसक्यो नि धेरै धेरै क्यामेराम्यान नगरौँ त हामी चाहिँ अहिले ठुलोपुर घुमेर न्यु रोड तर्फबाट जान लाग्यो घरमा रुममा अब खाना खाने न्यु रोडको हालत चाहिँ यस्तो भइसकेको छ यो त बसन्तपुर एरिया नै हो सायद गाडी हामी चाहिँ यो केपीएल लेख्नु पर्छ केटा हो हामीले ठक्क न्यु रोडबाट निस्केर अब हिँड्न लाग्यो न्यु रोड गेट भइहाल्यो स्कुलमा पैसा लेखेको थिएन त्यही भएर खाजा नखाइकन भोकै हिँड्दैछ भोक त फेरि जस्तै लाग्छ गर्मी यस्तो छ नि गर्मी तारो नै परिसक्यो अब छिटो छिटो रुम गएर खाना खाइहाल्नुपर्छ त्यतिखेर त केही हुन्थेन अब अरू पकाएर खाएको चाहिँ सजिलो हुने भयो यहाँ टक्क अहिले बारङको दोजनी लाग्यो हामी चाहिँ मस्त यो रत्नबाग साइडबाट सर आइरहेछौँ अब हाम्रो यो बिर हस्पिटल भइहाल्यो हामीले पढेको त हुने होइन अब त हामीले पढेको स्कुलमा आउनु लाग्यो अब चाहिँ यो चाहिँ 2 वर्ष पढेर बाहिर गरियोलाई पनि अब स्कुल लाइफ सकियो हाम्रो चाहिँ अब कलेज लाइफ सुरु हुन्छ अनि के भन्नु छ केटाहरू भन्दैन धेरै हावा भन्दा पुरा फिक्स के तिमीले कमल गर्छ भन त सबै केटाहरू खाडी जाने खाडी म चाहिँ अब यस्तै हो कुबेर लाग्ने आँटिरहेको छन् हाम्रो साथी जापान जानुहुन्छ सिकाउमा जापानको सेन्दाई सङ्घाई होस्टेलमा खाना भ्याइयो रहेछ अनि दाइले चाहिँ टक्क खाना बसालिदिनु भयो त्यसपछि हामी चाहिँ खाना खान थाल्यौँ खाना चाहिँ यस मिठो मिठो बनेको रहेछ अनि सबैले ड्याम हान्न लाग्यो खाना अनि 12 बजी चाहिँ दाँत सात माझेर हामी चाहिँ रुमतिर लाग्यौँ रुममा गएर के काम थियो राम्रो अनि एकछिन मस्त बिस्तारै मिलाएर सुत्दियौँ एन्ड बाई बाई